पानीवाला तयार पार्टी आज कुलमान घिसिङ अर्कै पार्टी बनाएर उज्यालो नेपाल पार्टी भन्दै आउनुहुन्छ। हुन त हामी सबै तामाङहरू विभिन्न पार्टीबाट उम्मेदवार छौँ। म पनि उम्मेदवार छु सिन्धुपाल्चोको 2 नम्बरबाट। हामी तामाङहरू उम्मेदवार छौँ, त्यसैले तामाङहरूलाई विभिन्न पार्टीबाट उम्मेदवार छौँ। कुलमानजी पनि हुनुहुन्छ। त्यसको कारणले यो ठाउँमा निर्णय तपाईँहरूको के निर्णय गर्नुहुन्छ, तामाङहरूलाई बढाउने कि नबढाउने निर्णय तपाईँहरूको। त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तामाङले केही गरेन, तामाङले भएन, तामाङ खै त नेता। त्यसो भए त चुनावमा भोट हाल्नु पर्यो नि। अनि तामाङ हुँदैन, अनि जनजाति भन्यौँ, तामाङ भन्यौँ, अनि सबभन्दा पहिला शेरबहादुर तामाङ कुलमान घिसिङले कतै एउटा पोस्ट गर्यो भने सबभन्दा पहिला आएर त्यही तामाङले विरोध गरिरहेको हुन्छ। किन विरोध गर्ने? तामाङका मान्छेहरू काहीँ उम्मेदवार हुन्छन्, उम्मेदवार भन्छ, कुनै पार्टीले अगाडि बढाउँछ भने समर्थन गर्नु पर्दैन। अनि त्यसपछि तामाङले गरेन, खै हाम्रो तामाङ नेता कसरी हुन्छ? त्यसको कारणले प्रिय तामाङ दाजुभाइ दिदीबहिनीहरू, हो हामी एउटा जातको मात्र हुन सक्दैनौँ होला नेता हुँदा, अरू जातिको पनि भोट पाउने होला। त्यसले जुन जुन पार्टीमा जो तामाङहरू अगाडि बढेका छन् त्यो ठाउँमा सपोर्ट गर्ने हो, उनीहरूलाई अगाडि बढाउने हो। त्यसैले कहिलेकाहीँ भाषण सुन्न मात्रै हामी यहाँ आएका छैनौँ, हामी साथ गीत पनि हो। सुन्नु पर्दैन कुरा, देश बिगार्ने हो, देश डराउने हो, देशलाई खराबी बनाउने हो होइन। हामी तामाङले देशलाई बनाउने हो। त्यसैले मेरो त एउटा उद्देश्य छ, मैले भनेको छु सबै तामाङ दाजुभाइ दिदीबहिनीले सुन्नुहोस्। हाम्रा आनीहरूले, हाम्रा नाना आमाहरूले कोदोको रक्सी बनाउँछन् अनि बजारमा अलिकति ल्याएर पुलिस गएर घोप्ट्याउँछन्। त्यसैले मैले भनेको छु जितेर आएपछि सिंहदरबारमा बसेर तामाङले बनाउने रक्सीलाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याएर नेपालका सबै तामाङहरूलाई धनी बनाउने कार्यक्रम हो। हामी यही गरेर अगाडि बढ्छौँ। हाम्रो तामाङले गाउँमा हामीले लगाएका लुगाहरू, हामीले खाने खाद्य तत्त्वहरू हामी अहिले भर्खर पनि साँगको हामीले चाहिँ खायौँ। कसैले दिनुभयो, मैले यसो कोट्याएर हेरेँ, त्यहाँ चाहिँ तामाङको छ कि अलिअलि अरू चिज पनि थियो, खाप्सी चाहिँ थियो त्यहाँ अलिअलि। अब गेडागुडीहरू विदेशतिरै आएको गेडागुडीहरू यसो केही नटसटहरू पनि थियो। त्यसैले प्रिय हामी तामाङ हौ, हाम्रो सांस्कृतिक यो पर्व हो भने सांस्कृतिक पहिचान हामीले राख्नुपर्छ। यो मुलुक बनाउने, यो मुलुकको पहिचान राख्ने, यो मुलुकलाई समृद्धि बनाउने कुरामा हामी तामाङहरूको हात हुनुपर्छ। हामी तामाङहरू एकताबद्ध हुनुपर्छ। सबै तामाङहरूलाई एकताबद्ध भएर अगाडि बढ्न हार्दिक आग्रह गर्दै म मेरो भनाइलाई टुङ्ग्याउँछु। नमस्कार। लासो तसिले ठाकुरजी, धन्यवाद उहाँलाई। हाम्रो नेपाल तामाङ घेदुङ र राष्ट्रिय घेदुङ यो लोछार पर्व मनाउने सम्पूर्ण आयोजकको तर्फबाट उहाँलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना व्यक्त गर्न चाहन्छु। अब भने हामी अन्तिममा आइपुगेका छौँ। अब योभन्दा पछाडि हामी संस्कृति घेदुङका साथीहरूलाई तयारी अवस्थामा रहिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्योभन्दा अगाडि हाम्रो यो बिचमा पूर्व मन्त्री रेशम लामाज्यूलाई 2 मिनट आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। लासो 2862 सोनाम लोछारला ngaresam bomnan na tar bagan se churi phepsiu ba jamman jujale naranga abama agu asu aseng angi jamman da jaba dhan ba phul ba mala यो सोनाम लोछार कार्यक्रम आयोजक कमिटी का आदरणीय अध्यक्ष आज का प्रमुख अतिथि सम्मान्य मुलुक को प्रधानमंत्री थे, विभिन्न राजनीतिक दलबाट शुभकामना दिन आउनुहुने सहकर्मी मित्रहरू, तामाङ घेदुङसँग राष्ट्रिय तामाङ घेदुङसँग आबद्ध सबै नेतृत्व वर्गहरू,
गान्बाहरू, लामा गुरुजीहरू, लामा बोनबोजुहरू यो ऐतिहासिक कार्यक्रम सफल तुल्याउन आउनुहुने देशभरिका तपाईँ तमाम उपस्थित दाजुभाइ दिदीबहिनीहरूमा म संविधान सभाको सदस्य, नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य र पूर्व मन्त्री रेशम लामाको तर्फबाट तपाईहरूलाई हार्दिक शुभकामना भन्न चाहन्छु। पूर्वोत्तर साथीहरूले लोसारको विषयमा धेरै कुराहरू गरेर जानु भइसकेको छ। हो, हामी साँच्चीकै भाग्यमानी छौँ। आजको दिनलाई कल्पना गर्नुहोस् त, गुरु हेमर्छेले, गुरु पद्म सम्भवले त्यो भालेश्वरको डाँडाबाट देखेर स्वयंनाथको दर्शन गर्ने अभिप्रायले चोभारको डाँडोलाई काटेर ठम ठम हेरेर दर्शन गरेको आजको दिन हामी त्यो दिनलाई लोसारको रूपमा मान्छौँ। यो कति ऐतिहासिक छ, यो ऐतिहासिक मात्रै होइन। हामी मूलवासीहरूले, अब हामी बुद्ध मार्गीहरूले तपाईँहरूलाई मैले यही मञ्चबाट आजभन्दा 10 वर्ष अगाडि एउटा कुरा भनेको थिएँ। तपाईँहरूले कति साथीहरू सम्झना छ कि छैन? हामी तामाङमा हुनुपर्ने केही मुख्य कुराहरू छ। के तपाईँहरूले त्यो ग्रहण गर्नु भएको छ? म तपाईँहरूलाई सोध्न चाहन्छु। सबैभन्दा पहिलो कुरो, याङ्ग धर्म बुद्ध, हाम्रो धर्म बुद्धिस्ट। बुद्धलाई धर्मको रूपमा त मानिँदैन। इट्स नट अ रिलिजन, इट्स अ आर्ट अफ लिभिङ भन्छौँ हामी। यो जीवन जिउने कला हो। अनि याङ्ग रिम्टिम हाम्रो परम्परा, अनि याङ्ग जोइदेन गई हामीले लाउने लुगा र हामीले बोल्ने भाषा, यो सबै कुरा तपाईँको मानसपटलमा, तपाईँको जीवनमा यो कुरा ग्रहण गर्नुभएको छ कि छैन? यदि तपाईँसँग यो छैन भने तपाईँ तामाङ बन्न मिलेन। भनेको तात्पर्य यो किन भनिरहेको छु भन्दा, सदियौँदेखि जसरी यसले हामीले हर्षोल्लासका साथ मनाएर आइरहेका छौँ, यसलाई जीवन्त राख्नको लागि पनि हामीले यी 3 कुराहरूलाई आत्मसात गर्नु पर्दछ। यो कुरा यो धरती रहन्जेलसम्म, यो धरती रहन्जेल र मानव जीवन रहन्जेलसम्म स्थापित गर्ने हो भने हामीले यो कुरालाई अझ स्थापित गर्दै जानु पर्दछ। त्यसैले तपाईँ हामीले भुल्नै नहुने कुरा, याङ्ग धर्म बुद्ध